हाई एभ्रिवान। आज चाहिँ मेरो बहिनी आएको छ, मतलब मेरो देउरानी है। आज चाहिँ हाम्रो यहाँ सेलिब्रेट, सानो फ्यामिली सेलिब्रेटको लागि चाहिँ हामी सबैजना अब घर फ्यामिली नै हो। अब आइरहेछौँ, अब न्यु इयरको लागि रेडी गर्दैछौँ हामी चाहिँ। अब हामी दिदी बहिनी होइन, अन्त त्यही घरको कामहरू चल्दैछ। नानी छ मेरो, अब उसले चाहिँ अब लसुन छिल्दैछ, म चाहिँ प्याज छिल्दैछु होइन। छिटो छिटो गर्दैछौँ अब दुईजना मिलेर, किनकि बहिनी अब ढिलै आइपुगेको हो घरमा, त्यही लागि अब म चाहिँ काम गर्छु, बहिनी चाहिँ सघाइदिँदैछ मलाई अब यताउता सामानहरू निकालिदिनु दिनुको लागि होइन। छिटो छिटो रेडी गर्नुको लागि चाहिँ अब खानासाना पकाएर 12 बजीभन्दा पनि अगाडि नै रेडी गर्नुपर्छ भनेर चाहिँ अब छिटो छिटो गरेर हामी दुईजना जिस्किँदै बोल्दै अब कामहरू गर्दैछौँ अब होइन। अब बहिनीलाई टमाटर काट्नु काम दिएको छु, म चाहिँ अब मसलाहरू बनाउनु रेडी गर्दैछु। बहिनीले यता र उता गरिरहेछ, अब सफा गर्नु, टमाटरहरू काट्नु छिटो छिटो होइन। अब म चाहिँ अब मसलाहरू पिस्दैछु, रेडी गर्दैछु होइन। अब चाहिँ म चाहिँ सब्जी बसाल्न आँटेको, अब सब्जी चढाएर रेडी गर्दैछु। सबै कुरो रेडी गरेर म चाहिँ अब बहिनी र नानी चाहिँ भित्र खेलिरहेछौँ दुईजना। म चाहिँ सब्जी बनाइरहेको छु अब यहाँनिर होइन। सबै कुरो गरिरहेको छु, अब सब्जी बनिँदैछ भनेर चाहिँ अब होइन। मसलाहरू रेडी गरेर म चाहिँ साफसफाइ पनि गर्दैछु, त्यसमा पनि गरेछ। भाँडा पनि धुनु, अब भाँडा पनि धुँदै गर्दैछु। सब्जी पनि पाकिरहेछ, भाँडा पनि धुइ नै रहेछ। अब सबै कुरा भ्याउनुपर्छ अब होइन। छिटो छिटो गरेपछि त सब्जी पनि चलाउँदै उता कामहरू पनि गर्दै भ्याउँदै गरिरहेछु। अब यहाँ साफसफाइ पनि गरि नै रहेछु, अब छिटो 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 गरि नै अब म झाडुसाडु पनि लाउँदैछु, नानी र बहिनीलाई गर्दैछु। थ्याङ्क यू सो मच मेरो भिडियो हेरेर।